ल गाइस आजको भ्लग फेरि नयाँ सुरु हुन्छ। आजको हाम्रो यात्रा भनेको जङ्गलतिर सुयोआमा पार्क नमिल्न सक्छ। बल्ल हामीलाई अब त्यहाँ हिँड्दैछौँ। काममा लाउँछु भन्ने छ। केटाहरू अलि पुरा समुद्रमा थिए केटाहरू होइन। अलि तिनीहरूलाई मालिकले के पञ्च दिएको थियो, अलि खुसी भएको छन्। हाम्रो थाहा मगर कन्स्ट्रक्सन म्यानेजर साहब चाहिँ अलि आज धेरै खुसी छन्। अब यस्तै छ गाइस, अलि चिसो पनि छ। यी बाजे को हुन्, पुरै रिसाइरहेको छ हामीसित हो के हो कि होइन के हो होइन होला के हो यस्तै छ। बादल बादल छ होइन होला के हो। बाजे त्यहीँ रिसाउँदै बसे, हामी छोडेर हिँड्ने बाजेलाई। अनि रिसाउ बाजे फेरि हामीलाई अहिले हामी लाग्यो पार्कतिर। स्कुलहरूमा चाहिँ सर त्यो जस्तो यस्तो सिमेन्टहरू लगाएको हुन्छ नि, त्यो चाहिँ यहाँ जापानमा नलगाएको हुन्छ। ढुलोमै के होइन माटो दबाउने, त्यसपछि फेरि माटो ल्याएर खुल्ला माटो चाहिँ पोख्ने, फेरि त्यो लोटे पनि नकाटोस् भनेर। हाम्रो जाने ठाउँ भनेको यो नजिकै हो। हाम्रो यो क्षेत्रका मेयरहरू उम्मेदवारहरू कसलाई दिने भोट केटा? हामी केपीबालाई भोट दिएर घन्टीलाई जिताउनेवाला हौँ। घन्टीमा छाप हानेर केपीबालाई जिताउँछौँ। अहिले गगन दालाई होइन, गगनलाई अब नेक्स्ट हेरौँ। अहिले अब नयाँलाई हेर्ने हो। जनता आन्दोलन भयो, युवाहरूको यो वितृष्णाले गर्दा अब युवाहरूलाई नै अहिले फर्स्ट प्रायोरिटी दिने हो काङ्ग्रेस। किनभने काङ्ग्रेस धेरै वर्षदेखि राणा शासन गणतन्त्र फाल्नेदेखि धेरै उसले गरिसकेको छ, उसलाई हेरिसकेका छौँ। त्योभन्दा अगाडि चाहिँ एकचोटि नयाँहरूलाई बालेनलाई साथ दिने उसमा छौँ। नयाँ चाखौँ भन्ने कुरा। नयाँ चाखौँ। भोट चाहिँ 70 बहादुर चन्द्र है। पार्कको गेटसम्म आइयो। के गरे केटा पार्कको नाम? तिर छौँ अहिले। म सबै हालिदिन्छु त्यस्तो नबोल्नु। Turn right. हामी पार्कमा आयौँ। पार्कमा आउन साथ हामी आउन साथ हावाले एकदम स्वागत गरेको छ हामीलाई। टोकियो सिटी। त्यो एयरपोर्ट होइन, त्यो पुल हो। यहाँबाट भर्खर एउटा ठुलो सिप गयो। यति एउटा यो सायद एयरपोर्ट हो कि कन्फ्युज भयो, हेर्नुपर्छ। यो चाहिँ यस्तो छ। अब यो पुल चाहिँ कुन पुल हो? यो चाहिँ एउटा पुल पनि रहेछ। ओसाका यहाँ हो कि यता हो? ओसाका उता हो। के भन्नु छ केटा? अब घरको लागि यसो सम्झना थियो। कतिको याद आइरहेको त आफ्नो म्याडमहरूको। केही छैन हजुर, केही छैन। सम्झनै छैन? छैन अब। म म्यारिड नै होइन हो। उता
रग्बी स्टेडियमदेखि यहाँ पार्कमा घुमियो पार्कको भ्यू पनि अलिकति मैले रेकर्ड गरेँ सक्दो यहाँ एउटा रेस्टुरेन्ट पनि रहेछ रेस्टुरेन्ट त छ रेस्टुरेन्ट बहुत महँगो छ हाम्रो लेभलको होइन जस्तो लाग्यो त्यो म ताक खाइदिएँ त्यो त खाइदियो लेभल पनि देखाइदियो ल अब हामी लाग्छौँ कता जाने केटा एकछिन बसेर जाने कि ल एकछिन अझै हामी भ्यू अझै हेर्छौँ आँखालाई अझै एकछिन सेकाउँ त्यसपछि बल्ल निस्किन्छौँ हामी हेर्नु छ भने म देखाउँछु भ्यू यस्तो छ यहाँबाट यहाँको ठाउँ यो छ यो ठाउँ अब ट्याक्कै यहाँबाट म्याप हेर्दै यो ठाउँ यता छ भन्दै हेर्ने अब आँखा कमजोर छ भने यसमा फेरि 100 रुपियाँको कोइन हाल्यो 100 रुपियाँको कोइन हालेपछि 100 सेकेन्डलाई चाहिँ यो अन हुन्छ अहिले चाहिँ अफ छ यहाँबाट चाहिँ जुम गरेर पुरै हेर्न मिल्यो सबै एरिया ठाउँ चाहिँ राम्रो छ अनि यो पार्कमा फेरि आफ्नो गर्लफ्रेन्ड बोयफ्रेन्डको नाम लेख्यो अनि चाबी लगायो त्यस्तो गर्ने ठाउँ जस्तै यहाँ को आएको रहेछ यहाँहरू नाम सरी जुम भयो मसक्तो आफ्नो नाम लेख्यो चापी लगाएर गयो हामी निस्किन थालेको अझै योभन्दा अझै माथि ट्रेकिङ गरेर फर्किने हो अझै माथि हेर्ने ट्रेकिङ नेपालको जस्तै छ त्यहाँ बाटो गाउँमा हिँडे जस्तो होइन बाटो सक्दैन ठाउँबाट यस्तै खोला छ क्या जिरुवा भन्छन् होइन त्यस्तै ठ्याक्कै यस्तै ठाउँ छ कि जिरुवा खोलामा हिँड्दैछौँ जिरुवा खोला यति डेभलप भइसक्यो के भन्छ अरे ठाउँमा दुईवटा घर मात्रै थियो होइन आज मैले बस्दा गएको थिएँ नि त्यो पुरा खाली भइसक्यो त्यस्तै लाग्यो त्यस्तै लाग्यो मलाई यसमा केही भन्नु छैन जेनको त्यो छैन यस्तो जुरुवा खोला जस्तो खता भन्नु चाहिँ ठुलै डाँडा बाटो हुन्छ नि खोलालाई के भन्छ खौला भन्छ खोलै खोलै भन्छ धेरै ठाउँ छ नि यस्तो त अब भन्छ बेसीलाई के भन्छ बेसी भन्दाखेरि अब खेत पकडमलाई फाँट के खेतै भन्छ खोलालाई गाड भन्छ गाड भन्छ हो गाड तर यस्तो सम्झिँदाखेरि यस्तो पाहाडमा के अब नेपालमा अब अलि पछिको समयमा पैसा धेरै कमाएपछि अलिक शान्त ठाउँ खोज्ने मान्छेहरू खोलाको नजिकै हो हल्ला नहुने ठाउँमा चाहिँ यत्तिको चाहिँ बन्छ हाम्रो कुल मन्दिर भने जस्तै होला यो मन्दिर
सब्जी मन्डी चुनाव लागेको त चुनाव प्रचारमै हामी केटा बजाएको होइन बोलिरहेछ माइकमा आफै बोल्यो रेकर्डेड होइन यो ल आजलाई भिडियो यति हेरिदिनु भयो धन्यवाद